नमस्ते साथीहरू, गुड मर्निङ, राधे राधे। अहिले चाहिँ मैले बिहानको नास्तामा मटर आलुको घुगनी बनाउँदैछु कुकरमा हालेर है साथीहरू। अहिले चाहिँ मेरो मटर आलुको घुगनी पाकिसक्यो, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म अब बनाउँछु प्याजको पकौडा। तपाईहरूले चाहिँ भन्नुहुन्छ होला मलाई कति यिनले चाहिँ खाना बनाउँदै रहेछिन् भन्नुहुन्छ होला। मलाई चाहिँ तर खाना बनाउनु चाहिँ बहुतै राम्रो लाग्छ है साथीहरू। तपाईहरू पनि खानुहुन्छ भने आउनुहोस् मेरो घरमा। अनि अहिले चाहिँ मेरो पकौडा पनि पाकिसकिसक्यो। अब चाहिँ म यहाँ चटनीको लागि सुकेको खुर्सानी हल्का फ्राई गर्छु साथीहरू। फ्राई गरिसकेपछि यहाँ म टमाटर पनि फ्राई गर्छु। यसरी चाहिँ कोले टमाटरको चटनी बनाएर खानुभएको छ यसो मलाई कमेन्ट गर्नुहोस् साथीहरू। यहाँ चाहिँ खुर्सानी र लसुनलाई पिसेँ अनि अब टमाटर पिस्छु। टमाटर पनि पिसिसकेपछि हेर्नुहोस् है टमाटरको कलर चाहिँ कस्तो आउँदो रहेछ साथीहरू। देखेरै खाउँ खाउँ लाग्दो भएको छ टमाटरको चटनीहरू। हेर्नुहोस् न साथीहरू। अहिले चाहिँ यहाँ बुढोको टिफिन रेडी छ। यहाँ छ काँक्रा, के अरे खुर्सानी, लेबु अनि मटर आलुको घुगनी, पकौडा, चटनी। बाई बाई।